खराब चाहिँ होला कि नहोला त? हुन्छ एकदम गजिएर हुन्छ राशिफल के भन्ने पनि थाहा छैन। राशिफल त त्यही महावीरबाट हेर्दाखेरि सिंह राशि भन्ने देखिन्छ के अरे, त्यो हो कि होइन त्यो कसरी थाहा हुन्छ? गरेर खानु बाबु सबैको नाना नानी बनाउनु जित्नु हामी त मर्ने बेला भयो। अब बल्ल जागिर खाने बेला भन्छ यो सांसदको जागिर क्या बल्ल उमेर पुगेछ, बल्ल जागिर खाने उमेर। हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर पैसै नभएर होला र? पैसै नभएर प्रधानमन्त्रीको सोखीहरूको चाहिँ रजगज भनेर जेनजीले प्रश्न उठाइरहेको छ। आज के हो यो? त्यो कुरा के हो त्यो मलाई पनि थाहा छैन। मन्त्रीज्यू बाह्रको घटनालाई कसरी हेर्नु भएको छ? बाह्रको घटनालाई कहाँको बाह्र कहाँ छ? के खानुहुन्छ तपाईँले? के खाने नि, खानेकुरो खाइन्छ नि। एकदम मनपर्ने खाना के हो? केही पनि छैन मलाई, जे पायो खान्छु म। मनपर्ने अभिनेता कोही छन् तपाईँलाई? छैन के अरे यार, त्यस्तो कुराहरू केही पनि छैन। छोडा मुडाहरू कुराहरू अब रह्यो कसरी पारेको? श्रीमती के काम गर्नुहुन्छ? केही काम गर्दैन के। कसैलाई शङ्का लाग्छ भने मेरो स्वास्नीको फोन नम्बर दिन्छु, स्वास्नीलाई फोन गरेर सोध्नु है दुःख कतिको दुःख पाउनु भएको छ, साह्रै दुःख पाउनु भयो होला अघि भनेर सोध्नु त के भन्दो रहेछ स्वास्नीले। भन्ने उठाउन भने चाहिँ कट्टु लगाएर हिँडेको छ। अब महावीरको यो खालको ल्याङफ्याङे मान्छेहरू मन्त्री भयो। मभन्दा महेश बस्नेत नै ल्याङफ्याङ छ नि। म किन बारम्बार आइरहन्छु भने मेरो केही काम छैन। यो गाउँभरिको सबै मान्छे यहाँ खान चाहिँ भोज खान भतेर खान जम्मा भएको छ होला। भोज खानु राम्रोसँग। अनि अब यही मौकामा यो बाटोमा बसेर मलाई कोही यस्तो मञ्च सञ्च केही चाहिन्न, कुर्सी सुर्सी केही पनि चाहिन्न। बसेर 5 मिनट जति म मेरो कुरा राख्न चाहन्छु र म हिँडिहाल्छु। तपाईँहरूले फेरि थपेर खानु होला है। म पनि पारा नै मिल्दैन क्या बुढाहरूसँग, पटक्कै बुढाहरूसँग पारै मिल्दैन।